अब यहाँ योपालि डल्ले खोर्सानी टेरेसमा फलाएर खाउँ भनेर हुँदैछ हुनु चाहिँ। यहाँ घिरौला रोपेको छु। यो चाहिँ थाङ्गे मसै मैले लु यहाँ बिउहरू फलेको हेरिहाल्नु मेरो हो। यहाँ कता काँक्रा पनि फल्दैछ देख्नु भयो होला सिमीहरू पनि फल्यो। मेरो त यस्तो चाहिँ सिमीहरू पनि फल्दैछ यहाँ। यति साह्रो मेहनत गर्छु नि म चाहिँ फेरि अहिले किन्यो भने कति महँगो छ होला है अर्ग्यानिक। मेरो चाहिँ यो चाहिँ पोहोरकै बोट हो योपालिको त भएन। 2 झाङमा यति फलेछ। यो चाहिँ मैले किन टिपेको भन्दा चाहिँ आज चाहिँ बहिनीलाई लगिदिनु पर्ने छ माथि त्यही भएर यहाँ पनि फलिरहेको छ। दुःख गरे पनि सबै हुँदो रहेछ साथी हो। यसरी हेर टेरेसमा टाइम पास गर्दा पनि हुन्छ आफूले यसरी मेहनत गरेर टिप्दा रोप्दा पनि हुँदो रहेछ। यसरी रोपेको छु सिमी फल्दा रहेछ अलिक खाने बेला भएको छैन हो। फर्सीहरू पनि छ मेरो यहाँ इस्कुस पनि छ हौ पर। लसुन अस्ति रोपेको चाहिँ यसरी राखेको छु मैले भोलि पर्सि खानुहुन्छ होला भनेर है। इस्कुस पनि रोपेको छु योपालि ट्राई गरेको छु हुन्छ कि हुँदैन। यहाँ चाहिँ यसरी बनाएको छु सिमीहरू यसरी रोपेको छु यस्तो बनाएको छु। यहाँ चाहिँ यति फलेछ। यो चाहिँ अब माथि बहिनी र मेरो छोरीलाई लगिदिने हो। मेरो लागि त छ हो छोरी र बहिनीको लागि टिपिदिएको यो चाहिँ मैले। मेरो कुखुराहरू यहाँ छ लु अर्ग्यानिक चाहिँ यति फलेछ। अब यहाँबाट चाहिँ बहिनीलाई लगिदिनु पर्यो छोरीलाई पनि लगिदिनु पऱ्यो। यत्रो फलेछ लु मेरो मेहनतको कमाइ।